प्रधानमन्त्री भएकै कारणले गर्दाखेरि पक्राउ नपर्ने भन्ने कुरा होइन नि त। केपी शर्मा ओली व्यक्ति पक्राउ गरेको हो नि त। पूर्व प्रधानमन्त्री र मन्त्री प्रधानमन्त्रीलाई पक्राउ गरेको होइन नि त। प्रतिशोध भयो भनिरहनु भएको छ उहाँहरूले। अब प्रतिशोध त राजनीति भाषा हो नि त्यो जसले पनि भन्छ, मै पनि भन्छु, जो पनि भन्छ, तपाईँले पनि भन्नुहुन्छ होइन। सडकमा दलको अस्तित्व देखाउनु पर्यो नि त साथीहरू। दल पनि छ भन्ने देखाउनु पर्यो नि त, न त भने कहाँ गयो त दल? सकियो त फेरि त्यति त गर्नै पर्छ। भोलि हिजो त्यो दलमा मै पनि अध्यक्ष भएको भए मै पनि यतिको गराउँथेँ त, गर्नै पर्छ। किनभने अस्तित्व देखाउनु पर्ने दिन आयो होइन, अस्तित्व देखाउनु आयो। अब यो देखाएन भने त यो निमित्यान नभएर नि जसरी मानिसको पुच्छर हरायो नि होइन, त्यसरी नै पार्टी नै हराउन सक्छ नि त। अनि कार्यकर्ता विचलित हुन सक्छन् होइन, यतातिर आइदिन सक्छन् होइन, यो हुन्छ नि त। राष्ट्रपतितिर आइदिन सक्छन्, बालेन भन्दै हिँड्न सक्छन्, हर्का भन्दै कुद्न सक्छन् होइन। समाज त्यही हो नि त, देखाउनु पर्यो नि त। अहिलेको समाजको चाहना नै त्यही हो, बिजनेस दिनु पर्यो नि त। कार्यकर्तालाई पनि बिजनेस दिनु पर्यो, फेरि कार्यकर्ता हराउँछन्। 24 गतिको घटनामा सामेल भएन भनिरहेको छ क्या कार्की आयोगले। 24 गतिको घटना हेर्दै मात्रै हेर्यो भनेर भनिरहेको कसरी छानबिन हुँदैन? मैले नै बहस गर्दै गर्दाखेरि 3 जना मान्छे 24 गतेका आगजनी गर्नेलाई छुट्याइदिएको छ। 10-12 जना मान्छे